नमस्ते साथीहरू, बुद्ध जयन्तीको हजुरहरूलाई धेरै धेरै शुभकामना। बुद्ध भगवानले चाहिँ यो संसार सबैको रक्षा गर्छ। यो संसार छालोकै प्राणीहरूले सुख शान्ति पाओस्, सबैको दुःखबाट मुक्ति पाओस् अनि संसार दुनियाँलाई नै सुख शान्ति छाओस् भनेर चाहिँ म चाहिँ बौद्धमा गएर प्रार्थना गरेर आएको। साथीहरू, बहिनीले खाना टिक्का पारेर खाएको। हामीले चाहिँ महिनाको 4 दिन चाहिँ मासुहरू खाँदैन। आज पनि पुर्ने हो, त्यसैले भेज खाना खाँदैछु। अनि आज चाहिँ छोरीले पकाएको होइन, बहिनीले पकाएको। छोरी र म चाहिँ बौद्ध गएर आएको। अनि एकचोटि चाहिँ के भन्न चाहन्छु भने म शालिनाथी मेला घुम्नु गएको थियो। अनि कस्तो नमिठो खाजालाई एकजनाको भाग एकटा परे खाजालाई 1100 लियो कि साथीहरू। मलाई त्यो चाहिँ एकदमै नरमाइलो लागेको थियो, चित्त दुखेको थियो कि त्यति थोरै खाजा अनि नमिठोलाई पनि 1100 लियो। अनि एकचोटि उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने एकचोटि बौद्ध आउनु होला। बुद्ध जयन्तीमा त आउनु पाएन होला, 1 दिन मात्रै लाग्छ नि त, फ्रीमै खानु पाउँथ्यो हजुरहरूले। अनि सागादावामा 1 महिनाको मेला लाग्छ। अनि 1 महिनाकोमा चाहिँ आउनु होला। जसरी पनि एकचोटि घुमेर पेट भरेर खाएर जानुहोस् होला। 1100 लिने दाजुभाइ दिदीबहिनीहरू पनि धन्यवाद। बाई बाई साथीहरू।